कसरी लड्यो भने अचम्म केही थिएन जस्तो लागेको थियो त ठुक्कमा उठाउन लाग्नु त दाइ यतापट्टि लाग्नु त दाइ ए ल मेरो यो गएछ त दाइ फेरि अर्को घाँटा लाग्ला देखाउने कसरी लड्यो भने अचम्म केही थिएन जस्तो लागेको थियो त के थियो त दाइ अगाडि ठुक्कमा उठाउन लाग्नु त दाइ यतापट्टि लाग्नु त दाइ चोट त खासै लागेन अहिले चाहिँ भाँच्ची छ अनि यो त पहिल्यै थियो यस्तै हो अनि यति यो यहाँ चाहिँ लागेछ त्यो साइड फालिदिनु त हेर्नु चाहिँ यत्रो सानो गल्तीले गर्दा तपाईँलाई के भएन नि चोट त लागेन होइन होइन यो त अहिले भयो ऐना यो भयो यस्तो भने होइन त्यस्तो त केही लाग्यो होइन क्या त यो ह्यान्डल मात्र यस्तो लाग्यो भएरमा अहिले एकचोटि मात्र दुख्यो त्यस्तो चोट त लाग्यो होइन ढुङ्गा त्यो त राम्रै जस्तो लाग्यो त्यो ढुङ्गा मैले देख्दै देखेन यत्रो ठुलो ढुङ्गा भए पो देखिन्थ्यो होइन यसो त्यत्रो ढुङ्गा छ त्यो त खाल्डो पनि छैन कसरी लड्यो भन्ने भयो कि बस्नु हुँदैन त्यही टोक्नु ल ए ल मेरो यो गएछ त दाइ क्लच ब्लेड गएछ त हुँदैन दाइ यार अर्को बुक गर्नु ल यहाँ म त यो त देख्दै नदेखायो भने क्यान्सल गर्नु ल कस्तो भने हजुर यो त पहिल्यै हो यत्रो त ठुलो भयो होइन त्यहाँबाट चिप्ल्यो भनेपछि हो यहाँ लाग्यो हो यहाँ कुब्रियो अनि यहाँ ल ढुङ्गा त सिधैमा जस्तो लागिरहेको थियो है हजुर यो भाँचिएछ भने यो यता परेको थियो बाइक चाहिँ तर कसरी भाँच्यो भने हातले गर्दा भाँच्यो कि है हातले यस्तो भयो नि त लड्यो होइन यस्तो भयो नि त भने चोट त लागेको छैन यस्तो अब सिधा ठाउँमा लडिन्छ अब के भन्ने वर्कसप छ है अगाडि हस् फेरि अर्को घाँटा लाग्ला गाइज यार एक्सिडेन्ट भयो भने थोरै मिस्टेकले गर्दा यत्रो भयो भने ढुङ्गा रहेछ मैले देख्दै देखेन ढुङ्गामा ऊ चिप्लिएर हेर्नु त घाटा लागेन त मलाई कहाँ जानु पर्ने मान्छे के गरौँ भन्दा के हुन्छ भने साला यस्तै हो भने जहिले यार दिन मात्र उल्टा चल्या जस्तो छ यो बनाएर फेरि मान्छे लिएर गइरहेको थिएँ होइन याङ्गोको यस्तो भयो अब
र सामान्य यसो लड्दाखेरि नि यार यो भाँच्यो, उतापट्टिको त्यो भाँच्यो है, भाँच्यो। अब सबै जति भाँच्यो भन्दा नि हुन्छ। कहाँ जानुभयो दाइ? कति टाइम लाग्छ? फाइनली बनिसक्यो यस टाँसे। ल गाइस फाइनली बनिसक्यो है। मेरो बाइक चाहिँ यस्तो भएको छ है, अलिकति यो मात्र भाँचिया हो है, त्यस्तो एक्सिडेन्ट ठुलो साह्रो त केही भएन। ठिक छ, जोस् यतिको भइहाल्छ होइन, बाटोमा हिँड्दा गुड्दा होइन। अब चाहिँ जोस् केयर त केयरै भएर चलाऊ, तर अब यस्तो भयो। ठिकै छ, ब्याड डे यार मेरो, फेरि जानु पऱ्यो कि। तिमीले ब्लग देखाउने ल, सब्सक्राइब गरिदिन्छ नि। इन्डिया पनि गर्छु नि अलि। यता आउनु साइडमा, यतापट्टि आउँदा ल। सब्सक्राइब बढ्ने भयो नि त मेरो, एउटा बढ्छ। कसकोबाट गरिदिने? मोटो ब्लग गरिदेऊ ल। म यस्तो नि भिडियो बनाएछ, सर्टमा हेर न है। फुल लङ भिडियो चाहिँ अलि कमै हाल्छ, सर्टमा चाहिँ यसको हालिरह हुन्छ। तिम्रो रेकर्ड भइरहेछ, हालिदिउँ ल? हुन्छ, भाइरल बनाइदिने हो क्या तिमीलाई है? उहिले हान्न आउँछ ल? उहिले हान्न आउने भए मजा आउँथ्यो, उहिले हान्न आउने भए मजा आउँथ्यो। सँगै जाउँ, म पनि तल जाने हो फेरि। ल बाई, ल धन्यवाद। भाइले सब्सक्राइब गरिदिन्छु भनेको छ है त। हेरौँ, होप बच्चाहरू एकदम खुसी हुन्छ यार क्यामेरा देख्यो भने।